सर्वसाधारणको स्वास्थ्य सुरक्षासँग गम्भीर रहेको विषय विदेशबाट आयात भएका तरकारी, फलफुल र खाद्य पदार्थहरू जो परीक्षण नभइकन भन्सारबाट चाहिँ पास भएर अगाडि बढेका छन् भन्ने हाम्रो सूचनाका आधारमा मैले खाद्य क्वारेन्टाइनलाई बोलाएर आफैले पनि कुरा गरेँ र उनीहरूलाई यो विषयमा सिरियसली तुरुन्तै चाहिँ आफ्नै रोबरमा आफ्नै उपस्थितिमा चाहिँ स्याम्पल लिएर परीक्षण गर्न र त्यो परीक्षणको रिपोर्टका आधारमा मात्रै चाहिँ भन्सार पास गर्नको लागि मैले उनीहरूलाई निर्देशन दिइसकेको छु। र जब कुरो आयो अहिले जुन विषयवस्तु आइरहेको छ, भन्सारको गेटबाट गाडी प्रवेश नगर्दै स्याम्पल चाहिँ कलेक्सन भएर खाद्य क्वारेन्टाइनमा पुग्ने भन्ने गम्भीर विषय हो। यो सार्वजनिक स्वास्थ्यसँग, जनस्वास्थ्यसँग गम्भीर खेलवाड हो, गम्भीर लापरवाही हो। यसमा संलग्न कर्मचारी जे जसको संलग्न छ त्यसमाथि कडा कारबाही हुन्छ। यो अक्षम्य विषय हो। जनताको स्वास्थ्यसँग, समुदायको स्वास्थ्यसँग विषादी मिसिएका फलफुल, तरकारी, खाद्य पदार्थ परीक्षण नगराइकन अथवा चाहिँ परीक्षणको कृत्रिम र त्यो चाहिँ अविश्वसनीय ढङ्गले चाहिँ जुन काम गरेर भन्सार पास भइरहेको छ, यो एक प्रकारको अपराध हो। यसमा कानुनी कारबाही अगाडि बढ्छ र आगामी दिनहरूमा अनिवार्य रूपमा स्याम्पल लिएर स्याम्पलको परीक्षण गरेर त्यो परीक्षणको रिपोर्टको आधारमा मात्रै भन्सार पास गर्ने व्यवस्था मिलाइन्छ।